आज हामी मानिसानको यात्रामा छौँ। यो चाहिँ हाम्रो बस्ने घर, साउको घर। हामी बसिरहेको छौँ। हाम्रो ट्याक्सी पनि यहाँ आइसकेको छ। अब चाहिँ बाटोमा छौँ हामी। 저기 간 거 매니푸 있잖아요. 매니푸가 아니고 저쪽 거에서 남쪽은 괜찮아. 예, 남쪽에서 저쪽에서 들어가서 이렇게. 안내까지 직진합니다. 다음 안내까지 직진합니다. 60km 박스형 단속 구간입니다. 땀이 오래. 렌즈가 나오네. 잠시 후 목적지 부근입니다. 목적지 부근입니다. 안내를 종료합니다. 오케이. 아이셨게요. 예, 감사합니다. हामी ल झ्याप्प आइयो। ल हामी जाने है। यहाँबाट झट्ट गयो भने त्यहाँदेखि नि डाँडो रहेछ मानिसान। मानिसान चाहिँ यो हाम्रो खाङ्वा आइसल्यान्डको सबैभन्दा प्रख्यात मानिदो रहेछ डाँडो चाहिँ चढ्नको लागि, हाइकिङको लागि। यो पसलमा चाहिँ मान्छे छैन, नरहेछन् होइन, मान्छे छैन। तर चाहिँ यहाँ आफूले चाहिँ आफ्नो कार्ड हालेर घुसेर भित्र गएर सामान किन्न सकिँदो रहेछ। किन अब स्यापै आफूले सामान हाल्यो, त्यसपछि आफू पेमेन्ट गर्यो, हिँड्यो। त्यही हो सिस्टम। ल गजब रहेछ। ल अमेरिकन नखाएर यात्रा गरिन्छ अगाडि। 상품이 추가되었어요. 투플러스1 행사 상품입니다. 이게 더 사반이 투플러스1 रहेछ कि? GS25 스티커입니다. यसलाई चेन्ज गर्नु पर्यो त? 투플러스1 जस्तै भन्यो नि। तिनटा हाल्नु पर्यो त? दुईटा किन्दा तिनवटा आउँदो रहेछ। हारिन्छ होइन? 결제 방법을 선택해 주세요. 카드बाट 실물 카드가 리더기에 꽂혀 있습니다. 본인 카드가 맞는지 확인해 주세요. 신용카드나 모바일페이를 카드 리더기 결제가 완료되었어요. 신용카드를 CCTVले हेरेर बस्यो होला मेकाले त्यो बस्यो। विदेशीहरूले कहाँ त्यहाँ खल्लबल्ल गरेछन् काउन्टरमा गर्दा भन्दाखेरि सिसिटिभी हेरेर पक्कै बस्यो। ल यहाँ पहिले चाहिँ GS25मा चाहिँ सेल्फ सपिङ है। बनाउनसँग त हिँडै छ त यो होला आफ्नो बेलामा
देश धेरै माथि पुगिसक्यो होटेलको छैन होइन तपाईँहरूले इन्जिन लाने सिस्टम चाहिँ छ रहेछ कि GS25 यहाँ चाहिँ सेन्ट्रो सिस्टम माने भनेर जानकारी दिएर रहेछ यसरी चाहिँ यहाँ सिनियम कार्ड युज गरेर भित्र छिर्न मिल्दो रहेछ ल है तपाईँहरू पनि काहीँ जाँदै हुनुहुन्छ दक्षिण कोरियामा GS25 मा मान्छे देख्नु भएन तर भित्र बत्ती बलेको छ भने चाहिँ सेल्फ सर्भिस बाट आफ्नो कार्ड चाहिँ त्यहाँ घोचेर भित्र गएर आफ्नो सामान चाहिँ किन्न सकिने भयो ल आज एउटा कुरा चाहिँ अलिअलि थाहा भयो ल हामी चाहिँ अब लाग्यौँ डाँडातिर मानिसान हुन त हामी अब कति 8848 विश्वको एकदमै अग्लो ठाउँको मान्छे शिखरको मान्छेहरू यहाँ 400 कति मिटरको चाहिँ डाँडो चढ्न पनि सगरमाथै चढेर यस्तो क्लाइम्ब गराउनु पर्छ यस्तै छ ल अब कफी चाहिँ खानुपर्छ कफी अमेरिकानो ल माथि डाँडा चढ्नको लागि चाहिँ यहाँ चाहिँ के टिकट सिस्टमै रहेछ है कति रे युक्सन 6000 हुन् यहाँ हुन्छ जानकारीहरू तिनीहरू माथि पुगेर आइसकेछन् नि ढुलो जाँदैछन् चढेर झरिसक्यो हामी बल्ल यहाँ सटर पटर गर्दैछौँ 어디에서 받아야 된다? 쿤청? 군청 강화군. 거기에서 받아야 된다고요? 전화해서 받으면 안 된다요? 모르겠어. 안 해봐서 몰라. 근데 전화 한번 해봐야 돼 거기서. 아 드론 사진 찍고 그러는 거 안 돼. 진짜요? 네. 아 사실 드론 위에 떠가지고 찍는 거 아니야? 네네. 아니 나 그건 안 돼. 이렇게 사람이 찍는 건 되는데 예. 드론으로 찍는 건 안 돼. 그러면 안 된다고요? 위에 사무실 같은 거 이런 거 없나요? 이거 물어보는 거예요. 물어보는 거? 네네네. 너무 드론 마라장에서 비전 보내서 주말이라 네. 주말이라 전화 안 받을 텐데. 중간에 전화 안 받는 거예요? 네? 중간에 있어서 전화 안 받는 거예요? 네. 진짜. अब यहाँसम्म आइसकेपछि यसो ड्रोन ढौलाउनै पर्यो 이거 번호에 전화 좀 일단 위에 가서 물어볼게요. 네. 예, 감사합니다. 예. ड्रोनबाट चाहिँ एक दुई सट हान्न भनेको केटाहरूमा पुगेछन् यो चाहिँ यहाँ हामी माथि चढेर आएपछि धुलो सुलो झार्ने ठाउँ ल ठिक छ ड्रोन त उडाउन मिल्दैन भन्छ नि त हो उडाइरहेको थिएँ सोधेर अनुमति लिएर जानु पर्यो भनेको खाङमाको अफिसमा पोस्ट अफिसमा फोन गरेर भन्छ उडाले अनि ए ल ठिक छ उडाइन्छ ड्रोन खसाल्छ थोर पुरानो नि भयो अरे यो फेरि नर्थ कोरियाको बोर्डर हो नजिकै आर्मीको उयोहरू छैन भने चाहिँ खासै आउँछ होइन गाउँ एरिया यो चाहिँ यो पहाड चाहिँ कोरिया दक्षिण कोरियाको चाहिँ एकदमै के अरे यो पिछडिएको क्षेत्र दुर्गम क्षेत्रको चाहिँ दुर्गम क्षेत्रको चाहिँ पहाड हो फेरि अब सुगमको चाहिँ छुट्टै होला यो चाहिँ दुर्गम क्षेत्र ठिक छ अब हामी लाग्यो विथ अमेरिकानो ठिक छ टेको त फेरि यतिको हुनुपर्छ कि टेको यहाँ बिरुवाको चाहिँ संरक्षण चाहिँ कडक तरिकाले हो क्या हुने ल यस्तो छ यो चाहिँ के हो फेरि
पुरै ध्वजा पटाका छ त्यहाँ त यो सुगुरुङ खासुम सुके कि त्यस्तो हो ल ठिक छ मानिसान जानी भनेर प्लान गराउनु लाग्यो 3-4 हप्ता भयो शनिबार छुट्टी हुने जहिले पानी पर्दैन फेरि त्यार यो हप्ता मात्रै पानी नरहेछ अब माछा हो यो पानी सानी जम्मा हुने ठाउँ लगभग 6औं महिनामा पनि अझै चिसो छ है अहिले चिसो चाहिँ लामो नै भयो नेपालमा त गर्मी छ नि कस्तो मजाको बस्ने ठाउँ यतिकोलाई दामी भनिदिनु पर्छ त्यस माथिको त अनि पल्सा बनाएको छ उता के अरे ललितपुरमा फेरि 12 लाखमा घर आएको कतिमा विवाद भइरहेछ यहाँ कोरियन नाजसीहरू चाहिँ झरिसक्यो माथि पुगेर हामी भर्खर जाँदैछौँ यो उमेरमा पनि हाम्रो आन्टी चाहिँ हिमालय नेपालले माउन्ट एभरेस्ट 부처님 네팔은 부처예요? 태어나는 거예요. 네팔에서 태어났어요? 네. 몰랐어요. 아, 진짜로. 예, 나는 부처 안 믿거든. 아, 예. 네팔에서 저는 예수 믿어요. 아, 예수요? 예. 예. 하나님이 예수님이에요. 예. 교회 안 가요? 어? 교회 안 가요? 교회. 주일날? 예. 교회 가요. 교회 가요? 여기 한국에 왔으니까 네. 꼭 교회 예수님을 만나시면 좋겠어요. 우리도 힌두교였는데? 거기 네팔 힌두교예요? 예. 예. 그 힌두교 알아요? 힌두교 알죠. 알아요? 힌두교. 인도가 다 힌두교잖아. 예, 맞아요. 인도보다 네팔가 다 힌두교. 80%. 110%. 아, 예. 힌두교 좀 넘어요. 80% 넘었는데. 그러면 여기 예수님을 만나서 네. 우리나라가 이렇게 잘 살고 자유로운 게 예. 예수 믿는 사람들이 많아서 그렇거든요. 우리나라도 인도교도 참 사람이 있어요. 네, 그러니까 그 본인 나라에 돌아가서 예수님을 전하면 좋죠. 예수님 만날 수 있어요? 이거 만날 수 있어요. 어디 있어요? 성경에서. 지혜를 적으니 पढ्दा गरिहाल्ने कि होइन भाषाको धर्मको होइन धर्मको भाषाको 시간 धर्मको 있을 때 예. 성경을 한번 읽어보세요. 예. 그럼 한국말도 네. 더 잘하게 되고. 누나 먹보기타 알아요? 어? 먹보기타
먹어디다. 먹어도 까이가 먹어야겠다. 지금 누나가 말했잖아요. 성경이. 예, 성경이 같은 우리도 우리 중교도 먹어디다 그럼- 있어요. 뛰고 오는 거지. 예, 그거 한번 읽어보세요. 그거 읽어보면 아니 나는 서로 그런 꾸린 마당은 더인 올란다 그. 나는 그런 그런 말을 모르고 여기 오신 분은 한국말을 알잖아. 아니 저 그거 한국말로도 돼 있어요. 아 그래요? 예. भन्दैको मात्रै हो तर फेरि हाम्रो भाषाको चाहिँ यो प्रचार गर्ने यताउता इङ्ग्लिसमै त छ होला है इंग्लिसमा छ इङ्ग्लिसमा छ इंग्लिसमा फरेनहरू थियो विदेशीहरू पनि त्यो पढेर अनि सब डेभलप भयो कोरियनमा छैन होला अझै हामीले थाहा छैन। हामीले नै कन्भर्ट गरेर एउटा किताब निकाल्नु होला जस्तो कि अब 나는 강화에 사니까 खाङवा अदिरो हो 올라오세요. खाङवा अदिरो छ 양도면 양도면? 양도면 어디 있는데? 아까 모르는데요 선돌이라고 했잖아. 아, 그 선돌이하고 선돌이가 어디지? 온술이에요? 아 예. 오늘 산포도 알죠? 산포도. 산포를? 산포도. 응. 산포도에서 하는데 우리. ल यहाँ हाम्रो कोरियन आन्टी भेटिनु भएको होइन उहाँले चाहिँ हल्का आफ्नो धर्मको बारेमा चाहिँ भनिहाल्नु भयो हामीले नि हाम्रो धर्मको बारेमा भन्ने कोसिस त गऱ्यौँ तर 양도면 अलि भाषा पुगेन सानोदिनो त जिम अलि रहेछ नि ऊ बारबिल पनि रहेछ ल है हामी हर्क साम्पाङको चाहिँ भन्यो शुभ यात्रा पार्कमा सम्पन्न आइयो। भन्ने उपमेयरलाई दिन्छु त म शुभ यात्रा भन्नु पर्दैन सरम पार्क ऐनले त त्यो लेख्या छ भनेर उसले लेख्या ऐन छ नि त त्यस्ता नाथे ऐन त हामी बनाउँछौँ ल यो कोरियामा चाहिँ छुट्टै छ क्या यो बुटा रुखहरूलाई चाहिँ के रहेछ कुनि निकै संरक्षण गरेर हुन्छ 네. 여기 길 아니고요. 예. 빨래줄 여기 앞에 빨래줄 있어요. 네네. 빨래줄을 여기 앞에 빨래줄 직진으로 나가세요. 아, 그래요? 소나무가 길이에요. 예. 감사합니다. त्यहाँ पर थियो नि दुङसान जम्मा रहेछ यतिको चाहिँ नि दामी नै हो यहाँ पानी बगेको भए चाहिँ दामी देखिन्थ्यो पर ल ल ल ल ठिक छ यो पनि एरो लगाएर देखाएको थियो नि त्यहाँबाट आएको भए यहाँ हिँड्दो रहेछ ल ठिक छ हामी जङ्गलबाट जङ्गल आइयो ल फल्सा रहेछ यत्तिको के छ यहाँ हामी जाने डाँडो माथि यहाँ म्याक ल ठिक छ घाम माथि आइसक्यो अब चढिन्छ हामी सिँढीका सिँढी कस्तो दामी ढुङ्गाले के अब ट्याक 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 राखेर बनाएको रहेछ एक घन्टा हिँडेर गयो होइन ल अलिअलि पसिना आउला जस्तो गरेछ है हल्ला दाजु म भिडिसक्यो पसिनाले के गर्नु अनि आउला जस्तो भने सुरु नहुँदै अनि अब बल्ल एक गियरमा हिँडिरहेको छ गियर फेर्दै हिँड्यो यतिको हप्ता एकचोटि पसिना निकाल्यो भने चाहिँ 2-4 वर्ष चाहिँ अलिक बाँचिन्छ कि बडी दामी दामी भाइ बिहान कति 6 बजे 6:30 बजे उठ्यो अनि
काममा गयो बेलुकी 8-9 बजे आयो खायो सुत्यो उठ्यो काममा गयो अनि ज्यान त बोइलर भइसक्यो त थोरै हिँड्दा पनि स्यास्या फ्याफ्या चिन्चा ल दामी छैन त दामी गाह्रो भयो त आज है ढुङ्गा चाहिँ कडक रहेछ योभन्दा अगाडि म आधा घन्टा सुतेर गएको एक्लै आएको बेलामा यहाँ ढुङ्गामा कहाँ छ यहाँ ढुङ्गा यो ढुङ्गा हो यो ट्रेकिङ आउनको लागि चाहिँ राम्रो नै छ है ठाउँ चाहिँ यो काठको फलाम माथिबाट काठले चाहिँ पुरा बोर्डर हालेको रहेछ अन्त त्यतिकै चाहिँ हुनुपर्छ यो चाहिँ माल पनि खस्यो यो ठाडै छ त अनि दशा यो ठाडामा त म कुदिन्छु कि फेरि ल महिनासम्म यस्तरी हिँड्यो भने त मेरो बिहान बिहानैसम्म हुन्थ्यो है लगभग अलि माथि साथी आइसक्यो बिरालो म्याउ म्याउ आउ सुरी म्याउ के चाहिँ हिँड्नु यो जाडोमा कहाँ बस्छ मैले पसिना चाहिँ आइरहेको छ है पसिना चाहिँ मेरो पनि कडक आउँछ ल कस्तो दामी ठाउँ बल्ल 1-2 जना फर्किनेहरू भेट्यो थाक्यो ए थाक्यो तर फेरि कडक आउँदो रहेछ हौ यहाँ त भाइ फोटो दामी आउँदैछ जाउँ लागौँ बिरालो चाहिँ डाँडामा चाहिँ राम्रो पाइने म्याउ म्याउ यस्तो जङ्गलमा चाहिँ बिरालो चाहिँ ठन्डा नै रहेछ कि उहाँबाट यहाँ खानेकुरा दिने जस्तो केही छैन यिनीहरूलाई खानेकुरा दिँदो रहेछ नि ऊ यहाँ न त यिनीहरूले त मरिहाल्छ वाता यही माथि हो हामी यही हो यहाँको अल्टिमेट पोइन्ट मानिसानको तर त्यति धेरै टाढा त रहेन रहेछ नर्मल नै खोरेसानभन्दा ठुलो होइन यो खोरेसान रहेछ
खेत रोपेर त्यो कालले दियो पल्ला हेरेन हौ यहाँ त फर्किने रहेछ ए माथि जाउँ न एउटा बुढो मानिसान सँगसँग छिलछिमी त यहाँ चाहिँ पुरै दामी छ है ल समुद्र उत्तर कोरियाको साइड कता यता पऱ्यो नि यता हो यो समुद्र पारि उत्तर कोरिया हामी चाहिँ दक्षिण कोरियाको एकदमै दक्षिण कोरिया र उत्तर कोरियाको बोर्डर साइडमा चाहिँ छौँ ड्रोन ग्राउन्ड पर्छ क्या यहाँ त्यस्तै बस्ने ठाउँ छ कि हेलिकप्टर ल्यान्ड हुने ठाउँ त्यहाँ मान्छेहरूको भिड हुन्छ त्यहाँ पुऱ्याउने होला यहाँ ओल्ला खाँदी मासु लेखेर चाहिँ खानुको मोल्लै सेक्या भन्दाखेरि एक लट ड्रोन चाहिँ उडाइन्छ कस्तो दामी देखियो तर आँखाले हेर्दा चाहिँ दामी देखिन्छ क्यामेरामा त्यति राम्रो नआउँदो रहेछ त्यहाँ खम्बा देखाउ न यही हो खम्बा भनेको चाहिँ फोटो रहेछ यो चाहिँ यहाँको चाहिँ मेन खम्बा रहेछ हेफाल 472 मिटर अग्लो रहेछ 472 मिटर अग्लो रहेछ डाँडा चाहिँ तर चाहिँ यो आइसल्यान्डको चाहिँ सबभन्दा अग्लो डाँडा चाहिँ यसैलाई नै मान्न सकिन्छ ल हामी चाहिँ अब खानासाना खाइन्छ हल्का नास्ता कपडा चाहिँ खोल्नु पऱ्यो ला पसिनाले पुरै भिजेछ नि अलिअलि पसिना आयो भिजेछ एभोकाडो के छ खाना नरहेछ त फेरि देखाउनु पऱ्यो नि हल्का चुरी मकै बन्दोबस्त त यहाँ भव्य रहेछ गोलप्स नै रहेछ ल यतिको चाहिँ हुनुपर्छ गर्नुपर्छ होइन सुरुमा त यस्तो हुन्छ सबै हुन्छ लास्टमा त्यो सब हराएपछि म केही हुँदैन ल यो चाहिँ हाम्रो भव्य खानपानको तयारी हुँदैछ बिरालोलाई नै यसो खुवाउनु पऱ्यो नि के नखाने खान्छ कि खान्छ भोका हुन्छ के त्यही त बिहानै भोक लागेर ल So instinctive and so passionate. Every word I'm doing so descriptive like an adjective. I got a vendetta against people who patent it. Being negative when you should be getting after it. I got facts over tracks, this and that. Spitting slow, speaking fast, I go roast, I get gas. Think I'm okay at last, but I don't know if that can erase all the past and the pettiness. Emptiness, hilarious. You think you're with my time, you're delirious. Mysterious, because you hide behind a fake exterior. Inferior, you know I'll always be
dreams, you can say them back. I want you to feel free from the chains that last, and to believe in what you got, it was built to last. Yeah. Non drone रहेछ हौ ल यही हिँड्दा पनि ड्रम आइदिन्छ I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Mental health is confidence, dreams of modestness. I'm not here to save the day, that's for you to यतिको हुनुपर्छ के नेपाली झन्डा चाहिँ मानिसानमा चाहिँ र्याप्प लडेको छ अब बल्ल चाहिँ मान्छेहरू चाहिँ आउने क्रम जारी छ भर्खर भर्खर सुरु हुँदैछ आउने कुरा ल एउटा फोटो खिचिदिनु इङ्ग्लिस त राम्रो हान्थ्यो रहेछन् कोरियन जस्तै हेर्दा चाहिँ भयो भने रहेन रहेछन् क्या कोरियन ड्रोन आउनु पर्यो हौ ड्रोन कहाँ छ
पेटबाट जौको झोसले घचे जस्तै बचानाले घोछन् न त प्यास न त भोक पसिनाले पसिना जोछन् यति पीडा सहदा पनि यिनले के परो छन् यानी माया यिनले के परो छन् मानिसानदेखि चाहिँ अब हामी फर्किने क्रममा छौँ। मान्छेहरू बल्ल आउने क्रम चाहिँ एकदमै बढिरहेको छ। फोटो खिच्ने मान्छेहरू चाहिँ ठ्याक्कमा कोही चाहिँ हामी चाहिँ बिहान अलिक चाँडो आएको भएर चाहिँ पहिला चाहिँ मान्छेहरू थिएन, अहिले चाहिँ बढेछ। अब फर्किँदैछौँ। यस्तो चढ्न भन्दाखेरि झर्न गाह्रो हुन्छ नि। ल ल ल दामी सरल आइरहेछ है। धारोहरूको व्यवस्था रहेछ। क्याम्पिङ यसरी चाहिँ ट्रेन टाँगेर यस्तो आनन्दले बस्ने ठाउँ रहेछ क्या। यो चाहिँ खत्रै लाग्यो मलाई। आफ्नो टेन्टहरू लिएर आउनु पऱ्यो अनि यसरी बस्न पाउने सुविधा रहेछ है। त्यो रहेछ पुरै बल खुट्टे बल खेल्ने ठाउँ, बास्केटबल कोर्टहरू पनि रहेछ। अब यो चाहिँ माथि अब पहाडमा धुलोमा हिँडेर आए पछाडि सट्ट लगाएर यहाँ लिएर धुलो झार्ने, हावाले हानेर पर धुलो झारियो भने माउन्टेन एयर गन त्यसरी हामी फोटो झार्न पऱ्यो नि। झरे त धुलो
ल यो सँगै चाहिँ हाम्रो आजको मानिसान चढाइ चाहिँ सकियो भनौँ। अब हामी यहाँबाट चाहिँ बस चढेर गइन्छ होइन त कि ट्याक्सी हो? बसमा होला होइन? बस भए बस नभए उठ। ल ठिक छ ल, थ्याङ्क यू।